फेब्रुअरी 5 तारिक 2025 देखिको हाम्रो 10 दिनको यात्रा नेपाल भ्रमण भइरहेको छ र अब हामी पानीघाटादेखिको हाम्रो 2टा बस यात्राको प्रतीक्षामा हामी दौडिरहेको छौँ। अब हाम्रो यात्रा देवता देवीहरूले सफल गरिदिनुहोस् भन्दै म अब हाम्रो यात्रीहरूको केही तस्बिर लिँदैछु। यस गरी अहिले हामी बिहानी पखमा देवघाटमा आएका छौँ। देवघाटको मूल द्वार यहाँ छ र हाम्रो तीर्थयात्रीहरू अगाडि अगाडि गइसकेका छन्। पूजा किन्ने सामान किन्नु भएको? ए बातीहरू ल ल ल हुन्छ हुन्छ। अरू साथीहरू कता गयो त? ल राम्रोसँग पूजा गर्नुहोस् है त। ल हजुर देवघाटमा गएर दर्शन गर्नुहोस्, नुहाउनुहोस् हो। घरको परिवारको लागि सबैजनाको लागि सुख शान्तिको कामना गर्नुहोस्। ल हीरा माणिक्य सुनचाँदी रत्न मेरो भण्डारमा स्थित तर प्रसाद किन्नु हुँदैछ? ए हुन्छ हुन्छ लु अब हामी देवघाटपट्टि जाँदैछौँ है। अब हामी यहाँबाट ओह्रालै जाँदैछौँ। अब यहाँ ओह्रालै गएपछि हामीले एउटा झुल्ना ब्रिज छ, झुल्ना पुल। त्यो झुल्ना पुल पार गरिसकेपछि हामी नदीको तर्फ जाँदैछौँ। अब यसरी हामी आफ्नो गाडीतर्फ लागिरहेका छौँ। सबैले खानासाना खाइसके र 2 गाडीमै हाम्रो यात्रीहरू पसिसके र खाना बनाउने कालीगढ भाइहरूले पनि अब भाँडा बर्तन सब साफ गरेर चाहिँ अब गाडीमा हाल्ने तर्खरमा छन्। यहाँ चाहिँ शिवजी मन्दिर भन्दो रहेछ हो। यहाँ चाहिँ धेरै देवता देवीहरूको मन्दिर छ र यहाँनिर कतिवटा भूमिको क्या त कतिवटा इन्डियाको भूमिको नि माटोहरू ल्याएर बनिएको मन्दिर हो यो है। इन्डियाको नि 600-700 जग्गाको पवित्र स्थानको नि माटो ल्याएर चाहिँ बनाएको मन्दिर हो यो। र यहाँ टिकट काट्नुपर्छ। जाउँ टिकट हाम्रो इन्डियाको जुन चाहिँ प्रेम मन्दिर थियो, कृष्ण मन्दिर, कुन चाहिँ नखिच्ने फोटो। र हामी यात्रा लिएर प्रवेशद्वारमा यहाँनिर
सबै निरीक्षण भइरहेको छ र अब हामी भित्र पस्दैछौँ। अब म पनि प्रवेशद्वारबाट भित्र लागेँ। अब हाम्रो विशेष मेन बुद्ध भगवान जन्मिनु भएको स्थान यही हो र यो पुण्य भूमिमा सबैजनालाई दर्शन गराउन आएको छु र हाम्रो यात्रीहरू भित्र पस्न सुरु गरिरहेका छन्। सूर्य भगवान यहाँनिर छ मेरा देब्रेपट्टि। लु राम्रोसँग फोटो खिच्नुहोस् हो। भगवान जन्मिनु भएको स्थान ठाउँमा आइपुग्यौँ यो पवित्र भूमिमा है। हजुर हजुर अब हाम्रो यति नै हो सबैभन्दा अन्तिम हो तिमीहरू। यो म पछिल्लो भागपट्टि खिच्दैछु। पश्चिम दिशा हो यो र अब हामी लगातार यसरी भित्र दर्शन गर्नु गइरहेका छौँ। अब यस घरि म बुद्ध भगवान जन्मिनु भएको मन्दिरको पछि भागमा आएको छु र यो मन्दिरको पछाडिबाट जुन चाहिँ तलाउ छ यहाँ चाहिँ बुद्ध भगवानलाई मायादेवी माताले जन्म दिएर चाहिँ उहाँ स्नान गरेर यही तलाउमा स्नान गरेर चाहिँ उहाँनिर पवित्र भएर चाहिँ निस्किनु भएको थियो। त्यही स्थान हो र अब सबैलाई निकाल्नुपर्छ ल। विदेशबाट आउने बुद्धिज्महरू चाहिँ यसरी ध्यानमा आएर यहाँनिर योग गर्नुहुन्छ। यहाँ सबै विदेशीहरू यसरी शान्ति भएर चाहिँ उहाँहरूलाई गुरुहरूले बुद्ध भगवानको बाणीहरू सुनाउनु हुँदैछ आफ्नै भाषामा। जगजितको गजलमा अनि जगजितको गजल पनि छ। अब हामी बुटवल छोडेर पाल्पातर्फ लागिरहेछौँ। पाल्पा भएर त हामी जाँदैनौँ, रोड चेन्ज गर्छौँ र हाम्रो यो अगाडिपट्टिको शिव गोबा भन्ने गाडी पनि हाम्रै हो। अब बाटो अलिकति रफ छ र अब हाम्रो चालक भाइहरूले लानु हुँदैछ आरामसँग नै। अब हाम्रो मधेस छोडेर अब हामी पाहाडतर्फ लागिरहेको छौँ। अब हामी वालिङ भन्ने बजारको छेउछेउमा आइपुगेको छौँ। अहिले दिउँसोको 4:30 भयो। वालिङको भकुण्डे भन्ने बजार। अब अहिले हामी भकुण्डे बजारमा आयो है। वालिङको रातिको 7:15 भयो अहिले र अब हामी पोखराभित्र पसिरहेको छौँ। यो पोखराको एक छेउको प्रथम भागबाट हामी गइरहेको छौँ। यो कति नम्बर रोड हो हामी त्यो चाहिँ मलाई थाहा भएन र अहिले हामी मेनमा आइसकेपछि म तपाईँहरूलाई बताउनेछु।
अब हाम्रो यो डेरामा आइपुग्यौँ। हाम्रो डेरा चाहिँ यो हो र हाम्रो दुईटै गाडी यहाँ चाहिँ यसरी यो होटल हो हाम्रो। हाम्रो कुकहरूले अब खाना बनाउने बर्तन पनि लाँदैछन्। पर्दा भाइ हामीलाई एक दुई जाल एक जग्गा राखौँ ल, एक जग्गामा राखौँ ल। र म रुमतिर जाँदैछु। विद्या जम्मा कति 12 जना भयो। चार जनाको बेड छ ल। यहाँ तपाईँहरू 4 जना भयो। अब हामी यो स्थानदेखिको अब निक्लिँदैछौँ। सबै यात्रीहरू खुसी भएर, खुसीले विभोर भएर सबै निस्किसकेका छन् र रहेका 2-4 जनालाई म अब लिएर जाँदैछु। शिव भगवानको पछिल्लो दिशापट्टि यहाँ गौरी शङ्कर, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी पर्वतहरू छ र उहाँहरूको देब्रे स्थानमा माता भगवती को प्रतिमा छ, विराजमान हुनुभएको छ र हामी मातालाई यहीँबाट नै प्रणाम गर्दै आशीर्वाद माग्दछौँ। माता जगत जननी सबैको कल्याण गर्नुहोस्, सबैलाई आशीर्वाद दिनुहोस्, जन्म जन्मसम्महरूको हजुरको सन्तान भएर यसरी हजुरको दर्शन गर्न आउन पाऊँ, आशीर्वाद दिनुहोस्, शक्ति दिनुहोस्। पर्खिला ए दर्शन भयो? मेरो त दर्शन एकदम राम्रोसँग भयो। राम्रोसँग भयो है। तपाईँ जमथङको हाम्रो महादेव पोखराको यो कुण्डी गेट भन्ने जग्गा छ। एकदम सबैजना मोटामोटी इन्डियाबाट लगभग 60 जना, 60 जनामा मैले फिडब्याक लिँदाखेरि एकदम सबैजनाले के भन्यो, एकदम खुसी भन्यो। शङ्करङकोले ल्याउनु भएको रहेछ राधे राधे परिवारले हैन। सबैजना खुसी छ है? एकदम सबैजना खुसी भयो ल, मलाई पनि खुसी लागिरहेको छ। सबै यात्रीहरूलाई यसरी ल्याउन पाउँदा है, सालैभरि यसरी ल्याइरहनु पाऊँ हैन। देवता देवीहरूको आशीर्वाद सबैलाई होस् हैन। हामीले चाहेको पनि त्यही हो। हाम्रो नआउने हैन, आउनेलाई पनि एकदम महादेवले सधैँभरि रक्षा गरोस्, जीवनमा कहिले पनि बिमारी नहोस्, सधैँभरि सुख शान्ति होस्, सधैँभरिको महादेवको कृपा होस्। एकदम धन्यवाद। ल राधे राधे। राधे राधे।